फ्लाइटको 2 लाख लाग्छ दिदीलाई अलिअलि फकाछु बाड्नै पर्यो 4 लाख भन्दा कम त त्यो भन्दा 1 रुपैयाँ कम म झर्दिन परमेश दिदी झर्नुहुन्न भन्नु पर्यो 4 लाख चाहिएको हो त अब एकजना यहाँ भाइले खाली हुनुहुन्छ भाइसँग नि पठाइदिनु पर्यो ल होइन पठाउने मान्छे भनेर पठाइदिन्छु हामीलाई मान्छे हैन पैसा चाहिएको 4 लाख भन्नु हो नि त 4 लाख भयो भाइलाई एउटा पठाइदिनु ल रेडी हामी ल त्यस्तो ल के भन्नुहुन्छ र भन्नु ल हजुर पनि भएन हाम्रो पनि भएन ल हामीले पठाउने नि भाइलाई यतै पठाइदिनु नि त के भयो त्यो भन्दा अनि भाइलाई यता पठाइदिनु भयो के छ भाइलाई यतै पठाइदिनु गाईले मान्नु भएन होइन कहाँ 1 लाख भन्दा त यस्तो भएन कि साली त भएर आउनु पर्यो कि सालोपति लडाएर भएन ल बोल्नु त हजुर हामी साली अलि लज्जालु भएर हो के ल सालै बोलेपछि अब जति दिने सालैलाई छोडेर जानुपर्ने यस्तो भयो यहाँ त साली पनि बोल्नु पर्यो अलिअलि त्यही हो हाम्रो कुरा 1 लाख भन्दा कम झर्दैन हामी चाहिँ एउटा जुत्तामा 1 लाख दिएर त घाटा दुईटा लिएको भए त 2 लाख भनिहालिन्थ्यो नि एउटा लिएर 1 लाख भने होइन आधा आधा घटाउनु पर्यो नि त के अर्को जुत्ता लुगाउने टाइमै आधी दिनु पर्यो 50 हजार गरेर एक कुइन्टल जुत्ताको होइन त्यसरी हिसाब गर्ने त यता सुरुमा जुत्ता कसले तानेको त्यसलाई नि दिनु पर्यो तान्ने मान्छेले जोगाएर राख्न सक्नु पर्यो नि त नसक्ने जोगाएर त राखे अब कहाँ राखे भए त हामीसित जान्थेन नि त जोगाउन सक्नु भएन र हामीतिर पुग्यो एउटा पठाइदिए आयो एउटा हो त नि आधा दिनु नि त भइहाल्यो नि 50 दिनु भइहाल्यो 50 मलाई दिनु नि त एक हो त सुन्नु एक भनेको 50 हजुरले राख्नु एक भनेको 50 हजुरले राख्नु 50 यता दिनु भइहाल्यो नि हामी दिन्छौँ त्यसको आधा आधा गर्ने एक दिनु आधा आधा गरिदिनु 50 घाटै लाग्ने कुरा भयो अनि 4 जना भाइ हुनुहुन्छ सबलाई बराबर बाँड्नु पर्यो सबैभन्दा पहिलो कुरो साली नै बोल्नु पर्यो साली त कति एक भनेको 50 साह्रै सानो छोरा माइक ल्याएर सीमाले बोलेकोले ट्रान्सलेट हान्नु ल हामी सधैँ कुरा मिलेन भिनाजु नै बोलाएर लिएर होइन भिनाजु आउनु भयो भने यता यता केटाको यता कहाँ उता बस्छ यता बसेर फेरि बार्गेनिङ हाल्ने एउटा जुत्तालाई 1 लाखहरू त्यस्तो नि हुन्छ त कि दुईटै लानु पर्यो सुरुमा 4 लाख भन्यो त्यसपछि 1 लाख त्यसपछि एउटा जुत्ताको 50,000 अब एउटा जुत्ताको 50,000 भएपछि दुईटा जुत्ताको 1 लाख 50,000 हजुरहरूलाई छोड्दिए 50 दिनु भइहाल्यो सुरु गरे अगाडि हाम्रो पनि कुरा सुनिदिनु 5 बाट सुरु गरे अगाडि हैन 500 बाट 5 रुपैयाँबाट 500 त्यो त अलि बेजतै भयो हैन सुरुमा त पाइयो नि त सुरुमा 5 लाख भन्ने कारणले हामीले 5 रुपैयाँ भन्ने त पाइयो नि त पाइहाल्यो नि ल हामीले नि 5 बाट सुरु गरे त्यसैले 5 बाट सुरु गरे भन्ने कुरा आयो यो साली जनाको कुरा भयो अब दुई जनाले दिलेर आयो त त्यही भनेको यस्तो भयो अब हजुरहरूले 5 रुपैयाँबाट सुरु गर्नु भयो दुई जनाले हैन तिमीले गर
जे गर्दा शेर भाइ पहिबाट अर्कोचोटि फेरि जुत्ता लगाउनु पाइन्छ कि होइन सालो र भिनाजु होइन साली र भिनाजुको डिल हुनु पर्यो नि सानो भिनाजु अब ठुलो हो कि सानो साली एक्लै कुरा गर्न मन्जुर हो सीमा होइन होइन नाइ चाहिँ भन्नु रेडी छ कुरा मिल्यो भने अर्कोचोटि फेरि लगाउनु पाइन्छ अर्कोचोटि भयो भने चाहिँ 1 लाख ल अहिले खर्च नै धेरै नै छ अर्कोचोटि चाहिँ 1 लाख भिनाजु हो हेलो बोल न अनि साली र भिनाजुको हुनु पर्यो साली बोल्नु पर्यो त्यसो भने साली र पछाडिबाट बोल्यो भने त यता नि पछिबाट बोल्यो के ल ए ल अब तिमीले नि घटाऊ तैँले के गर्ने तैँले अब तेरो पाला होइन अब 5 बाट फेरि 50-500 सम्म पुग्यो हो नि त हाम्रो यता दुईजनालाई सँगै राखेन त्यही रेसियोमा घटेपछि त्यही रेसियोमा बढ्ने हो दुईटा मिल्दैन घट जस्तो तरिकाले घटेछ त्यस्तै तरिकाले बढ्न पर्यो मैले जति घटे त्यति बढ्यो यो त के हो त नि हाम्रो मान्छे उता गएर 50 लाख दिन्छ त लिएर बरु दिदीलाई लिएर जाऊ बरु दिदी लिएर अर्को साली यहाँ चाहिँ तपाईँ बोल्न आएको ए नक्कली साली नै भएर टाँसिने गर्छ कि कोही खानीमा दिदीलाई राख्न पाइयो हाम्रो धेरै नै खाली होला हामी धेरै जुत्ताहरू लगाउँदा 1 लाखमा काम ल एकजनाले दिदीलाई लैजा सुल्लिन्छ अनि त्यसमा रेडी कोही छ पहिला क्या गराउँ अनि फोटो खिच्नु यो त भ्याइदी भ्याइनी नेगोसिएसन जानु खिच्दै गर्दा नि जुत्ता तान्ने बेला कोही पनि नआउने अनि अहिले बोल्ने बेला सधैँ आएर चाहिँ मिलेन अघि जुत्ता तान्ने बेला 2-3टा कुदिदिएर जुत्ता नतानी कसरी गयो उहाँसम्म भने कि तानेरै गयो त्यो बुझ्नु न मान्छेले छोडिदिएर मात्रै छोड्नु भयो त हामीले तानेर त मात्र एउटा त हामीसँगै छ एउटा छ एउटाको मूल्य हामीले गरेकै छैनौँ त्यो एउटाको मात्रै गरे दुईटाको मूल्य नै गरे लैजानु न त यस्तै कुरा मिलेन भने त बोकेर लैदिनु लैजानु न के हो त बजेट राख्नु हाम्रो पनि बजेट राख्छौँ हामी 1 लाख भन्दा तल झरेन 5,000 मा चाहिँ पनि आउँदैन त्यसो भए यस्तो गरौँ न त अब त्यो जुत्ता हजुरहरू प्रेम गर्नु यहाँ हामी गर्छौँ दाइले चाहिँ लिएर हुन्छ यस्तो कहाँ पाइन्छ हुन्छ भन्दिनु न हुन्छ हुन्छ